साथीहरु सबैजनालाई म चाहिँ मेरो कान्छी छोरी र म भरे बेलुका चाहिँ म जाँदैछु म एक्लै काठमाडौँ जाँदैछु नाइटमा। अब मेरो 9 तारिखको फ्लाइट छ, त्यस भएर काठमाडौँसम्मको नाइट गाडीमा टिकट काटेर आएको। कान्छी छोरी हाई गर कान्छीलाई बोकेको मैले तिमीलाई यस्तो गरेछु मैले तिमीलाई यस्तो हाई गर। कान्छी छोरीलाई मैले बोकेर घुमाउँदै छु हैन। लाज लागेको हैन, हाँसेको। अब हामी चाहिँ टिकट काटेर निस्किसक्यौं। भरे अब बाबा छोरी छुट्ने, त्यही भएर मैले फेरि बाटो कान्छी छोरीलाई बोकेर हिँड्दैछु यसरी। होइन कान्छीलाई बोकेर हिँड्दैछु मैले। अब तिमीहरू म कहाँ जाने भन त? ल घुम्न जाने। यो अब बस पार्क, इटरीको बस पार्कबाट फोटोमा हेर ल, तिमीलाई देखाउँछ ल। हाई भन छिटो हाई ल। अब बस पार्कमा टिकट काटेर कान्छी र म निक्लेको। अब हामी छोरीलाई कहाँ घुमाउनु भनेर मैले सोचिरहेको छु। इटरीको बस पार्कमा टिकट काटेर निक्लेको। मैले कान्छीलाई बोकेर हिँड्दैछु। छोरी अब बाबा विदेश जाँदाखेरि नरौ ल भरै ल भनेको ल, रोयो भने ल ल ल। चोकतिर जाउँ न, चोक जाने ल। हामी अब चोक जाने ल। एकछिन रुक है ल। यहाँ टेका लु बस ल ल। अब हामीले सफारीमा यहाँ चढ्यौँ, उनीर म चढ्यौँ। अब हामी कहाँ जान्छौँ भन त? घुम्न मस्ती ल। अब लगभग छोरीलाई घुमाउँदैछु मैले आज। अब भोलिदेखि त कान्छी छोरी एक्लै हुन्छ है, होइन? एक्लै हुन्छ तिमी होइन ल। हामी अब बस पार्कबाट जाँदैछौँ यसरी। हेर्नुहोस् है भनेको भन त। हजुरले किन यो फोटो देखाएको? बाबा छोरीको भिडियो गइरहन्छ त्यही भएर भने। अनि बाबा विदेश गएपछि तिमीले बाबाको यो छोरीको भिडियो टिभीमा हेर्छौ नि त होइन है? हेरेर रुँदै चाहिँ नबस्नु ल ल ल। मम्मीले दिदीले कुट्नु भयो भने के गर्छौ? बाबाको फोन गर्छु ल ल ल ल। मम्मीले दिदीले कुट्नु भयो भने नि मलाई भनिहाल्नु ल ल भन ल। होइन मामाको घर यहाँ छैन। मामाको घर त काठमाडौँमा पो हो त। होइन यो मामाको घर यहाँ छैन। मामाको घर त काठमाडौँ हो। हामी अहिले इटरीमा छौँ ल। के भने कान्छी? भोलि पर्सि आउँछ। अब भोलि पर्सि जाने मामा घर हुन्छ ल ल। भन त के आइरहेछ? मामाको याद आइरहेछ हो? ए ल। हामी इटरी चोक आइपुग्यौँ है साथीहरू। हौ यहाँ छेउमा रोकिदिनु हुन्छ। यहाँ कति रुपियाँ हो रे? ल आऊ छोरी तल ल, आऊ निचे आऊ। अङ्कलले ल्याउ हो ल ल जाऊ ल। बुई ल हिँड बुई गर्नु फेरि बुई गर्नु। हाम्रो इटरी चोक छ यो, ठ्याक्कै इटरी चोक है यो। इटरी चोक परमानेन्ट यहाँ रुका इटरी चोक है यो, मेन चोक इटरी। नानी आऊ
इटेरी चोक यस्तो छ है हाम्रो। ल इटेरी चोक यता पश्चिम जाने, यता पूर्व, उता सिधा विराटनगर, यता धरान। हामी चाहिँ यो गोर्खातिर जाँदैछौँ है। यो गोर्खातिर गोर्खा डिपार्टमेन्ट स्टोर, यो ठुलै माथि गोर्खा किचन, गोर्खा डिपार्टमेन्ट स्टोर। छोरीको ट्याक्सी यो सिटी सफारी। अब छोरी र म गोर्खा डिपार्टमेन्ट छिर्दैछौँ है। यो गोर्खा डिपार्टमेन्ट स्टोर। ल हिँड हिँड, ल जाउँ। माथि खोलिसक्यो। बच्चाको कति नम्बर छ खेलाउनेहरू? ए ल आऊ आऊ, ल ल तिमीहरूमा जाउँ, खेलाउनेमा जाउँ। यता हिँड हिँड, ल हिँड हिँड। यहाँनिर जाने अब बाबा छ। आयो खोल्छ खोल्छ, छिटो 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 छिटो, तिमी तिमी छिटो छिटो छिटो। यो के हो कान्छी? यो के हो? यो आउन आँटै 1 नम्बरमा आयो। अब खुल्यो, अब खुल्यो 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 खुल्यो। हिँड हिँड हिँड, ल छिटो चाहिँ यहाँ छिट्नुपर्छ। खै छोटो छ यहाँ यहाँ, फाइकमा थिच, फाइकमा छिटो, फाइकमा है, फाइकमा अझै। खै ल अब कान्छी गयो माथि हेर्दै, डर लाग्दैन। एकमा ए होइन, यहाँ होइन, आऊ यता आऊ। होइन होइन, फाइकमा अझै फाइकमा जाने हामी। यता हेर यता यता हेर, उता हेर। छेउमा जाऊ, ताल छेउमा जाऊ। ल रुक, अब आयो फाइक आयो। ल किन ल हिँड। ल यो के हो? चरा हो? चरा? ऊ चरा, चरा ऊ यहाँ। तिमी अट्दैन त्यसमा, सानो बच्चा मात्रै अट्छ त्यसमा। के हो यो? साइकल। लास्ट टाइम भयो भने किनिदिन्छु एउटा साइकल। हिँड हिँड हिँड। ओहो ल होइन, ल देखो। यो सानो यो यिनीहरू मङ्की होइन, मङ्की त बाँदर जस्तो हुन्छ। यो त किङकङ हो। यो हेर, किङकङ हो यो। होइन बस त एकचोटि, बस त एकचोटि, बिस्तारै समातेर। ल समातेर, ल ल समाता त्यो दुइटा। खै खै, वा एकछिन बस न। ल होइन, ओहो टोक्छ है। यो पिङ होइन, यहाँ हेर न, यहाँ बस्ने के तिमी, यहाँ बस्ने नि होमवर्क गर्ने हो क्या। म चाहिँ कान्छीलाई अब घुमाउँदैछु, छोरीलाई खुसी बनाउँदैछु है। म चाहिँ भरे जान्छु विदेश, त्यही भएर 9 तारिक फ्लाइट छ, त्यही भएर छोरीलाई घुमाउँदैछु म फनी। फेरि मम्मीलाई थाहा छैन, मम्मीले कराउँछ है। अब यसको डिस्काउन्ट अब नानीले छोडेको छैन, के गर्ने होला त हौ। हेर 5000मा ज्यान जला हुँदैन। मैले बुझाउनु छ यहाँनिर तपाईँलाई जे गरेको छ नि, जुन गरेको छ सबै तल रेकर्ड बस्छ। अनि भरे 1 रुपियाँ 2 रुपियाँ मात्रै माइनस भयो भने पनि मेरो नाममा त्यो चाहिँ हो। अनि मेरो स्यालेरीमा काट्छ। त्यो त राम्रो भएन, राम्रो भएन होइन हो, सही कुरो। कान्छी तिमी साँच्चै लाने, यो लोन लाने हो? मन पर्यो?
अनि भरे बाबा जाँदाखेरि रुने कि नरुने मुखले बोलेर भन रुने कि नरुने रुने कि नरुने यता फर्केर भन न यता हेरेर रुने कि नरुने ल किनिदिउँ त किनिदिउँ हजुर यो किनिदिउँ यो म बनाइदिन्छु ब्रेक बनाइदिन्छु अनि यो बनाइदिन्छु हावा लगाइदिन्छु म ल ल यो फाइनल कान्छ यो लिदिउँ छोरी अनि तिमी बाहिर खेल्ने कि नखेल्ने नखेल्ने ल ल ल ल घरमा कुदाउनु नि दिदीले सिकाउँछ मम्मीले सिकाउनुहुन्छ ल ल ल एकचोटि ब्याक गर अनि ब्याक गर एकचोटि ब्याक सार पछाडि ब्रेक नलगाए पछाडि गर ल्याउ यता ल्याउ घुमाउँदै ल्याउ ल हो ल्याउ घुराउँदै ल्याउ ल अब ल्याउ ल ल्याउ अब बिस्तारै ल्याउ यता कोठाउ यता यस्तो गर ल ठेला बिस्तारै ए उता यहाँ ह्यान्डलमा समाउ न यहाँ समाउ यहाँ लैजाऊ लग काउन्टरको छेउमा चस्मा त राखिसक्यो छोरीले अनि हेर्नु नि त्यहाँ घरमा थाहा छैन हो हजुर गरिदिनु ल डिस्काउन्ट चाहिँ म राम्रो गरिदिनु ल ल तिमीलाई मन परेको छ नि मन परेको छैन भने भन है नानी कान्छी मन परेको छैन भन है फेरि अहिलेसम्म किन्दिनँ नि फेरि मन परेको छ ल हावा लाउने कान्छीकोमा है हावा ल अब कान्छी अब पुक्कुलाई चढाउने कि नचढाउने मैले चाहिँ साइकल किनेर ल्याइदिएँ कान्छी छोरीलाई कान्छी छोरी खुसी लागेको छ कान्छी खुसी लागेको छ तिमीलाई यहाँ भन न एकदम खुसी यता यस्तो छ खुसी लागेको छ तिमीलाई एकदम खुसी बाबाले माया गर्नुहुन्छ कि हुँदैन अब तिमी ह्याप्पी भएर बस्ने ल अब बाबा जाँदा नरुइकन बस्ने ल अनि बाबाको याद आयो भने यो साइकल कुदाउने है ल ल ल ओ ल जाउँ तिम्रो यो के हो यो आँखा छ कान्छी तिमीले आफ्नो साइकललाई कति समातेर राखेको सफारीमा हालेर साइकल हामी ल्याउँदैछौँ राख्ने कान्छी पछाडि कसलाई बसाउने यहाँ पछाडि कसलाई राख्ने ल मलाई यहीँ रोकिदिनु ल उतै बोर्डको छेउमा रोकिदिनु ल हो यहाँ रोकिदिनु ल कान्छीलाई साइकल ल्याइ पुऱ्याइयो घरमा अब कान्छीको काम सिक्ने हुन्छ यहाँ यता ल कान्छी हामीले कहाँबाट ल्याएको सानो साइकल हामीले ओइ आइसा साइकल हामीले कहाँबाट ल्याएको ल साथीहरू भिडियो यति नै हो ल कुद्यो आफै ल हो गुड फेरि ल कान्छी सबैलाई बाई बाई भनिदेऊ ल बाई भन बाई म खुसी छु भन बाबाले किनिदिनु भयो भन बाई बाई भन फेरि एकचोटि
बाई खोइ त बाई बाई भन ल चलो चलो ब्रेक मार ब्रेक 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 हो आयो चलाउनु तिमीलाई ब्रेक मैले भनेपछि ब्रेक हान है लाऊ ब्रेक 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 ओहो गुड ल भन त तिमीलाई कसरी आउँछ लाऊ आऊ यता यता आऊ हो उठेर आऊ उतापट्टिको ब्रेक हान है ब्रेक 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 हो लड्दैन के लड्दैन खुट्टा नटेको लड्दैन ल जाऊ फेरि जाऊ 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 थोरै हालिदेऊ न ल आऊ त छोरी फेरि ब्रेक भनेपछि ब्रेक हान्न उतापट्टिको हातको है ल खुट्टा नटेको क्या खुट्टा नटेको केही हुँदैन लड्दैन बिस्तारी गर हो बिस्तारी ल त्यो अगाडि 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 गर आगे अगाडि अगाडि हौ आऊ बिस्तारी हौ बिस्तारी बिस्तारी अगाडि बिस्तारी अगाडि गर न अगाडि अगाडि थिच न उता गयो साइकल हो अब ब्रेक ब्रेक आयो साथसँग हुँदैन एकछिन सिक न यहाँ सिकेर चाहिँ जानेपछि मात्रै जाने डल नराखिकन ल अब एकचोटि आऊ अब एकचोटि आऊ फेरि ल आऊ ल आऊ ब्रेक भनेपछि ब्रेक हान है ल ब्रेक 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 हो गुड आयो है कान्छीलाई अब उठेर पनि आयो है उतातिर ढोकातिर नलजाऊ है यता ब्रेक भनेपछि ब्रेक हान है यता ढोका यता ल्याउ न यता हो यता ल उठेर आऊ यता 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 ब्रेक 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 गुड आयो ल ल ल